आज हामी भरतपुरबाट चितवनको ऐतिहासिक र रमणीय गन्तव्य उपरदाङगढीतर्फ यात्रा गर्दैछौँ। शहरको व्यस्तता पछाडि छोड्दै यात्रा अगाडि बढ्दै जाँदा वातावरण बिस्तारै परिवर्तन हुँदै जान्छ। खुल्ला आकाश, हरिया डाँडाकाँडा र बाटोभरि देखिने प्राकृतिक सौन्दर्यले मनलाई छुट्टै आनन्द दिइरहेको छ। यात्राको रमाइलो पक्ष भनेकै बाटोमा भेटिने यस्ता सुन्दर दृश्यहरू हुन्। कहिले केही बेर रोकिएर ओरपोरको वातावरण निहाल्दै, कहिले चिसो हावाको स्पर्श महसुस गर्दै त कहिले साथीभाइहरूसँग रमाइला कुरा गर्दै यात्रा अझै स्मरणीय बन्दै गएको छ। जति माथि उक्लदै गयो त्यति नै प्राकृतिक सौन्दर्य नजिकबाट अनुभव गर्न पाइयो। शहरको कोलाहल भन्दा टाढा शान्त वातावरणमा केही समय बिताउँदा मन पनि हलुका भएको महसुस हुन्छ। यस्ता यात्राले गन्तव्य भन्दा पनि बाटोका क्षणहरूलाई विशेष बनाइदिन्छन्। अन्ततः हामी उपरदाङगढी पुगिसकेका छौँ। इतिहास, प्रकृति र शान्त वातावरणको सुन्दर सङ्गममा रहेको यो ठाउँ साँच्चीकै मन लोभ्याउने खालको छ। यहाँबाट देखिने दृश्यले केही समयका लागि सबै चिन्ता बिर्साइदिन्छ। आजको यात्रा केवल एक ठाउँमा पुग्ने यात्रा मात्र रहेन, यो प्रकृतिसँग नजिक हुने, साथीहरूसँग सुन्दर पलहरू बाँड्ने र नयाँ यादहरू सङ्कलन गर्ने यात्रा बन्यो। यदि तपाईहरूलाई पनि यस्ता शान्त र प्राकृतिक ठाउँहरू मन पर्छ भने उपरदाङगढी एकपटक अवश्य घुम्न आउनुहोस्।